बताइसक्नु धेरै कुराहरू जितेर धेरै ठुलो पनि हुने होइन हारेर उनी पनि घोडा कुदाउँदाखेरि एउटै घोडाको पहिला हुन्छ होइन सबै एकैचोटि हुँदैन यो लर्निङको चाहिँ नेभर एन्डिङ कन्टेन्ट पनि हामीले संसारमा सिकेर फेरि पनि सकिन्छ त्यस कारणले मैले के भन्छु भन्दाखेरि हाम्रो आमा भनेको को त सबै चिज होइन देवी अमिली जगन्नी जगन्नी महारानी भवानी सम्पूर्ण चिज आमा हो आमाको महिना गरेर साथै छैन यता गाउँमा है त्यसै कारणले यो पुरै गर्दै जाँदाखेरि यो नारी चरित्र पुरुष त भाग्य दैव नजानुको मनुष्य आज हाम्रो नेपालको एउटा खोल्चामा खोलामा जन्मेर हाम्रो नेपाली सेफहरू यसरी विदेश गएर आज नेपालको माया र मोहले आज आएर यस्तो किसिमको एउटा कार्यक्रम गरौँ भने यो सानोतिनो कुरो होइन कसैको सोचमा नकारात्मक खट होला तर यसलाई सकारात्मक सोच राख्नुपर्ने हुन्छ किन गरिब भन्ने खालको कुनै चिज छैन किन तपाईँले भन्छ बाँकी सर्दै हुन्छ बाँकी सर्दै हुन्छ भने कलेजमा पढ्दै हुन्छ त्यसको मतलब हाम्रो अगाडि चाहिँ कतिपय बाँकी सर्दै हुन्छ म त्यसरी भन्न चाहन्छु र सेकेन्ड थर्ड फर्स्ट जो भयो भने अग्रिम शुभकामना र काम गर्दा नआत्तिनुहोस् नआत्तिकन मजाले गर्नुहोस् जहाँ तपाईँले कलेजमा कहिले गरिरहनु भएको थियो त्यसरी नै आज पनि यो कलेजमा पनि त्यही स्टाइलले आफूले गरेको हरेक चिजहरू तपाईँको लागि त्यहाँ रेडी छ हाम्रो यो लट्टे चाहिँ मेन सेन्टरमा छ किनभने यो हाम्रो साउथर्न एरियामा चाहिँ अनदिसामल भनेर स्टिकी राइस बढी युजमा आउँछ अनि स्विट टेक्स्चर छ जागिरी सक्खरको कारणले यसमा चिनी हाल्न नि मिल्थ्यो तर सक्खर चाहिँ एउटा ओरिजिनल अलिकति अथेन्टिक नेपाली चिज भनेर चिनिन्छ त्यही भएर यसमा हामीले पकाउँदाखेरि नै कोकोनटहरू युज गर्न पनि मिल्थ्यो तर हामीले चाहिँ गार्निसमा राख्यौँ अनि हाम्रो अर्को भनेको वेस्टर्न मसरुम छ वेस्टर्न मसरुम चाहिँ लाजा च्याउ भयो हामीले यसलाई चाहिँ छोइला स्टाइलमा बनाउनु खोजेको छौँ पहिला डिप फ्राई गऱ्यौँ त्यसपछि साद्यौँ अनि त्यसपछि यो मुस्ताङ आलु भयो अनि साग अनि हामीले लोकल चिकनलाई चाहिँ पक्कु स्टाइलमा पकाएको छौँ स्लोली कुक गरेर अनि ग्रिल फिस थ्याङ्क यू Yeah, then make more than harder.